ल गाइस आज चाहिँ हाम्रो यो फुलचोकीको यात्रा छ है। अनि यसो हेर्न सक्नुहुन्छ। अब यो माथि चाहिँ गोदावरी पुगिन्छ अनि यता चाहिँ हामी साधुबाट हुँदै आएछौँ। हेर्न सक्नुहुन्छ। अहिले चाहिँ अलिक घाम छ र गर्मी पनि भइरहेछ। ल अब तपाईँहरूलाई म देखाउँछु है त। आज जाउँ है त फुलचोकी। हामी चाहिँ अहिले यो फुलचोकी जाने ठ्याक्क वेमा आइसकेका छौँ। यताबाट चाहिँ तपाईँको गोदावरी गाडी जाने बाटो अनि यो चाहिँ तपाईँको अब भाइरल रोड भनौँ न, भाइरल रोड फुलचोकी जाने बाटो। अनि यताबाट हामी चाहिँ साधुबाटो भएर आएको है। यो बाटो चाहिँ साधुबाटोबाट आउनुपर्छ हामीहरू। सो साधुबाटो हुँदै आएको हामी चाहिँ यो बाटो। सो ल जाऊँ है त। अब तपाईँलाई पनि देखाउँछु म। ओ बाबा आम्मा कस्तो कुदाएको हौ केटाहरूले। सो गाइस हामी चाहिँ अहिले भाइरल रोड आइसकेका छौँ है। अब यहाँबाट चाहिँ त्यही अघि 21 किलोमिटर होइन 13 किलोमिटर देखाएको थियो, सरी 13 किलोमिटर देखाएको थियो। अब हेरौँ कति छ के छ है। म पनि फर्स्ट टाइम जानु लाग्यो, मलाई पनि थाहा छैन। सो तपाईँहरूले देखाइ नै हाल्छु म भिडियोमा के कस्तो छ बाटोहरू अपडेट दिइहाल्छु, तपाईँहरू पनि हेर्नु होला है त। सो हेर्न सक्नुहुन्छ अहिले चाहिँ जुनमा चाहिँ यस्तो छ यी सिनहरू हेर्नु लास्टै उ हुने क्या है, हरियालीहरू क्या दिनमा चाहिँ टक्क। यहाँ चाहिँ मम्मी हुनुहुन्छ, हामी चाहिँ मम्मी र जानु लाग्यो हो। सो गाइस ल तपाईँले देखाइहाल्छु म है त। हेर्नुहोस् है त भाइरल रोडको नजारा। क्या छ है नजारा, चिसो हावा टक्क ग्रिनेरी साथमा मेरो घोडा। के चाहियो र अरू के चाहियो। अन्त नजारा कस्तो दामी नजारा हो कि। सो गाइस ल अहिले चाहिँ हामी यहाँ आधी बाटो आइसकेको छौँ है। यहाँदेखि चाहिँ जो त्यही 6 किलोमिटर देखाएको छ कि त्यहाँ मैले हेर्दाखेरि। अनि यसो बाटो चाहिँ त्यही हो, अब कुनै पिच कुनै अफरोड कुनै पिच फेरि कुनै अफरोड त्यस्तो रहेछ। अनि त्यसले गर्दा हल्का बाइक तान्न गाह्रो हुने कि। सो त्यही हो। अनि जस अहिले त हल्का बाइकलाई रेस्ट दिएको छु अनि सो अलिक गाह्रै भयो तान्न, त्यही भएर। अनि हेर्न सक्नुहुन्छ गाइस नजारा हेर्न सक्नुहुन्छ। नजारा तपाईँलाई म नजारा देखाउँछु है त। आहा ल हेर्नुहोस् त कस्तो दामी आएको छ भ्यू। कस्तो मजाको क्या यो। आहा फेरि राख्न सक्ने हो। ल गाइस त्यही हो। सो तपाईँहरूलाई चाहिँ अब म एकचोटि माथि गएर भेट्छु है त। सो फाइनल्ली हामी अब पुग्न लाग्यौँ। हेर्न सक्नुहुन्छ यहाँदेखि 3 किलोमिटर मात्रै छ है, 3 किलोमिटर मात्रै छ। अब चाहिँ झन्डै 10-15 मिनट जति लाग्छ होला मेरो विचारमा सायद। त्यही 15 मिनट 20 मिनट भनौँ न बाटोले गर्दा। सो हेर्न सक्नुहुन्छ हामी चाहिँ यहाँ बसिरहेछौँ टक्क पारेर। अब चाहिँ हद्दैमा त्यही 15 मिनट 20 मिनट लाग्छ, त्यहाँ भन्दा बढी त लाग्दैन होला। सो त्यही हो, भिडियो हेर्दै गर्नु होला है। अनि बाटो चाहिँ त्यही हो, कुनै ठाउँमा अब कच्ची कुनै ठाउँमा के भन्छ कि पिच त्यस्तै छ बाटो चाहिँ। अनि जो हाइसिजको बाइकहरू तान्न गाह्रो भइरहेछ हौ। त्यही 1-2मा तानिरहेछ। अघि बुलेट आएको थियो एउटा, त्यो बुलेट पनि गाह्रो मानेको थियो तान्न। अनि जो त्यही हो गाइस। अब तपाईँलाई म
अगा माथि भेट्छु है त गाइस ल गाइस फाइनल चाहिँ हामी पुगिसकेको छौँ है अब यहाँबाट चाहिँ सो बाइक चाहिँ यहाँ पार्किङ गरेर यहाँ गर्नुपर्ने रहेछ पार्किङ बाइकको चाहिँ अनि सो यताबाट हामी पार्किङ गरेर चाहिँ माथितिर जाँदैछौँ यस्तो छ वेदर चाहिँ पुरा पानी पर्ला जस्तो भएको छ हौ एकैछिनमा अघि त्यहाँ घाम थियो अनि यहाँ त एकैछिनमा पुरै पानी पर्ला जस्तो भएको छ यहाँ केही देखेको छैन मन बिस्तारै हिँड्नु न साथीहरु हेर्न सक्नुहुन्छ यो चाहिँ फुलचोकी मन्दिर हो लाग्नुभयो मजाको रहेछ यहाँ घर हेर्न सक्नुहुन्छ तपाईहरु यो चाहिँ टावर रहेछ यहाँ चाहिँ ल है फुलचोकी मन्दिर माता रक्षा गरून् सबैको यहाँ चाहिँ यस्तो रहेछ है गाइस यस्तो छ तपाईहरु पनि आउनु होला बाटो यस राम्रै छ त्यति नै राम्रो हैन खास चाहिँ राम्रै छ यो हाम्रो त्यही हो गोदावरीबाट जस 1 घण्टामा आएको थियो 1 घण्टा जतिमा आइयो ल गाइस तपाईहरुलाई म एकछिनमा भेट्छु है त सो गाइस ल हामी चाहिँ यहाँ अहिले पूजा गरिसक्यौं है पूजा गरिसक्यौं अब पूजा गरेर जान लाग्यो हामी हेर्न सक्नुहुन्छ कस्तो मजाको के कति पिस हो आनन्द आउने आज मम्मी टिकटकमा बिजी हुनुहुन्छ मन्दिर छ यस्तो छ ल तपाईहरुले पनि आफ्नो राम्रो माग्नु यहाँ भिडियो हेरेर त्यही त हो रोकसोक नलागोस् है अरु त के छ र यो रोकसोक नलागोस् सबैको राम्रो होस् र तपाईहरु पनि भिडियो हेरेर मजाले फुलचोकी मातासँग आफ्नो मनको विश माग्नु है त कति शान्ति छ क्या हामी आउँदा कति तपाईको गोदावरीबाट जस 13 किलोमिटर 13 किलोमिटर देखाएको थियो पुगिहाल्यौं 1 घण्टा जतिमा मजाको आया यस्तो मजाको अनि त्यो गाइस 1 घण्टा जतिमा पुगिन्छ यहाँ चाहिँ धेरैमा 1 घण्टा पुगिन्छ बाटो हल्का त्यही हो अब कच्ची पक्की कुनैमा अफ रोड कुनैमा पिच भएर चाहिँ जस 1 घण्टामा पुगिन्छ तर त्यही हो धेरै त छैन किलोमिटर चाहिँ 13 किलोमिटर हो साथ के भन्छ यो गोदावरीबाट
मम्मी आउनु है त ल जाउँ ल गाइस यति हो जस आइयो फुलचोकी मातालाई रक्षा गरून् जय सबैको कल्याण गरून् जय फुलचोकी माता फेरि आम्ला फेरि बोलाउनु होला जय सस्तो रहेछ ठाउँ चाहिँ यो चाहिँ खै के बनाएको हो गाइजहरू टक्क टक्क सबै ठाउँमा बनाएछ क्या मजाको यस्तो छ यहाँबाट चाहिँ यतिको छ मम्मी आउनु आउनु जाउँ के सामान छुटेको केही छ कि त्यहाँ ए ल ल बाइक चाहिँ पार्किङ गर्ने यता हो गाइस हैन त्यहाँ पार्किङ गरेको बाइक चाहिँ हामीले गाइस तपाईँहरू पनि आउँदा हुन्छ है नजिकै छ ल हामी चाहिँ अब फर्किन लाग्यो